यहाँहरू सम्पूर्णमा नमस्कार है साथीहरू। आज पनि सदा चाहिँ एकदमै महत्त्वपूर्ण र बहुउपयोगी रुखबारे यहाँहरूलाई जानकारी दिनेछु। तपाईँहरूलाई मेरो सानो रिक्वेस्ट, यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला, किनभने यस्तै महत्त्वपूर्ण रुख बिरुवाबारे जानकारी सबैभन्दा सुरुमा लिनको लागि। भिडियो ढिला नगरी सुरुवात गरौँ। यसको नेपाली नाम हो मोसला, यसलाई नीलगिरी पनि भनिन्छ र यसको अङ्ग्रेजी नाम चाहिँ युकेलिप्टस हो भने यसको वैज्ञानिक नाम चाहिँ युकेलिप्टस ग्लोबलस र युकेलिप्टस क्यामोडुलेन्सिस पनि भनिन्छ। कमेन्ट गर्नुहोला हाम्रो नेपालमा पाइने मोसलाको चाहिँ वैज्ञानिक नाम कुन प्रजातिको पाइन्छ। धेरैलाई लाग्न सक्छ यो हाम्रो रैथाने रुख हो, तर यो बिरुवा इन्डिजेनस स्वदेशी होइन, एक्जोटिक विदेशी हो। यसलाई सन् 1970 को दशकतिर अस्ट्रेलियाबाट नेपालमा ल्याइएको थियो। यो रुख सामान्यतया 30 देखि 55 मिटर अग्लो हुन सक्छ साथीहरू। यो अनुकूल पायो भने चाहिँ 90 मिटरसम्म पनि अग्लो हुने गर्दछ। कति मिटर जति अग्लो हुन्छ यहाँहरूले पनि पक्कै पनि देख्नु भएको छ होला मोसलाको रुख। यो कति मिटरसम्म अग्लो हुन्छ कमेन्ट गर्नुहोला। मोसलाको रुखको लागि बलौटे दोमट माटो सेन्डलम एकदमै राम्रो मानिन्छ। गहिरो र खुकुलो माटो यसका लागि सर्वोत्तम हुने गर्दछ साथीहरू। अनि यो मोसलाको काठ चाहिँ केमा प्रयोग गरिन्छ त भन्दा प्लाइवुड उद्योगमा भेनियर बनाउन, घर निर्माण, फर्निचर, पोल र बिजुलीका खम्बा बनाउन प्रयोग गरिन्छ साथीहरू। र यो चाहिँ दाउराको लागि पनि एकदमै राम्रो प्रजाति हो। र यसको पात पनि प्रयोगमा आउँछ साथीहरू। यसको पातबाट चाहिँ विभिन्न व्यावसायिक घरेलु उत्पादन तयार पार्नको लागि प्रयोग गरिन्छ। यसको पात मुख्यतया रुगाखोकी, बाफ लिन, जिउ दुख्दा मालिस गर्ने तेल बनाउन, ट्युबपेस्ट उद्योगमा, सुगन्धका लागि, घरको लामखुट्टे तथा किरा भगाउने प्राकृतिक कीटनाशक औषधि बनाउन प्रयोग गरिन्छ। यो एकदमै छिटो बढ्ने प्रजाति हो साथीहरू। यसको चाहिँ रोटेसन पिरियड बाली चक्र 10 देखि 20 वर्ष हो साथीहरू। यो चाहिँ 10 देखि 20 वर्षमा हामीले लगाएको 10 देखि 20 वर्षमा हामीले यसको चाहिँ उत्पादन लिन सक्छौँ। र चाहिँ अर्को रोचक कुरा के छ भने साथीहरू, यो वन ऐन 2076 र वन नियावली 2079 अनुसार मोसलाको सही र सन्तुलित प्रयोगले मात्र हाम्रो पर्यावरण रहेको छ र आर्थिक अवस्था दुवै सुध्रिन सक्छ। यहाँहरूलाई म के जानकारी दिन चाहन्छु भने तपाईँहरूको गाउँघरमा तपाईँहरूको जग्गा चाहिँ यदि खाली छ भने चाहिँ, यदि उत्पादन तपाईँहरूले यत्तिकै चाहिँ बाँझो जग्गा छोड्नु भएको छ भने तपाईँहरूले मसला रोप्न सक्नुहुन्छ। मसलाले रोपेर चाहिँ हामीले यसबाट छिटै चाहिँ प्रतिफल प्राप्त गर्न सक्छौँ। यसको लगाएको 10 देखि 20 वर्षमै हामीले यसबाट फाइदा लिन सकिन्छ। यो चाहिँ आर्थिक रूपमा बढी फाइदाजनक हुन्छ। त्यसो भएको हुनाले यहाँहरूले पनि मसलाको बिरुवा लगाउन म अनुरोध गर्छु। यदि बिरुवा चाहिए